नमस्ते सबैजनालाई। हाम्रो चाहिँ मदिरा व्यवसाय चाहिँ 1 विकको लागि कम्प्लिटली बन्द गरिएको छ चुनावले गर्दाखेरि। हिजोदेखि नोटिस जारी भएको थियो। सो द्याट चाहिँ मेरो हस्बेन्डसँग चाहिँ एकदम टाइम छ क्या। उहाँसँग चाहिँ जहिले पसल जाने एकदम बिजी चलिराख्ने मान्छे होइन। अचानक अब बिदा भएर यसरी घर बस्दाखेरि चाहिँ उसलाई के गरौँ हुन्छ, यति सफा गर्नुहुन्छ यति सफा गर्नुहुन्छ होइन। अब अहिले पनि फुलमा पानी हाल्ने, लसुन छ्यापीतिर पानी हाल्ने सबै उहाँले गर्नुहुन्छ। काम त यतिकै बस्न सक्दैन क्या। उहाँ चाहिँ यता जाने उता जाने, यता चल्ने सरसफाइ गर्ने। घरमा पनि अब काम गरिराख्ने मान्छेलाई यतिकै बस्न नसक्ने जस्तो लाग्यो मलाई पनि होइन। त्यही हो। अब हाम्रो हानाजी चाहिँ टुवा परेर बसिरहेको छ। जहिले म एक्लै हुने, आज त सबैजना छ भनेर खुसी पनि भइरहेको छ। मिसो तामाङलाई चाहिँ अलिकति पनि फोहोर देख्नु हुँदैन। फेरि उसलाई चाहिँ धुलो यस्तो फोहोरहरू त केही देख्नै हुँदैन क्या। सफा गरेको गरे, सफा गरे यता सफा गर्ने उता सफा गर्ने, एकछिन बस्नु हुँदैन। बुढो मान्छे जस्तो लाग्छ मलाई त। हुन त सफा गरे त राम्रै हो, सजिलो हुन्छ मलाई पनि। भोइस ओभर गर्दा पनि हाँसै उठेर आउँछ। एनिवेज यसरी नै हाम्रो दिन बित्यो आज। अब अझै 5 दिन